दुबईमा आएर काम गर्न चाहनुहुन्छ र तपाईको उमेर 30 वर्षभन्दा सानो हो भने तपाईलाई धेरै अवसरहरू मिल्छन्। तर तपाईँ 30 वर्षभन्दा बढी उमेरको अनि अलिक हेर्दा पनि बुढो देखिनुहुन्छ भने सत्य कुरा हो हजुर, तितो लाग्न सक्छ। सुन्नुस् है, तपाईलाई गाह्रो हुन सक्छ। मान्छेहरूले हतपत काम दिँदैनन्, तर त्यसको बावजुद तपाईँ स्मार्ट हुनुहुन्छ, तपाईको खुबी छ। जस्तै कफी बनाउने ब्यारिस्टा, खाना पकाउने कुक, शेफ, अनि ड्राइभिङ गर्ने ड्राइभर, यस्तो खालको कुनै पनि सिप छ भने तपाईको लागि राम्रो हुन्छ। बिस्तारै भए पनि तपाईको भविष्य राम्रो हुन्छ, किनकि त्यो कामहरू तपाईलाई मिल्छ पछि पछि, सुरुमै मिलेन भने पनि। तर यो कुकहरू ब्यारिस्टाहरूको चाहिँ अगाडि नै पनि मिल्न सक्छ। ड्राइभरको लागि चाहिँ लाइसेन्स चाहिन्छ, त्यसैले पछि भनेकी हुँ मैले। तपाईले माइन्ड मेकअप गरेर आउनुस्, जे पनि काम गर्नको लागि म तयार छु भनेर। केही पनि काम गर्नको लागि रेडी हुनुहुन्छ भने तपाईको लागि अवसर छ। 30 वर्ष हुनुहोस् या 40 वर्ष हुनुहोस्, तर तपाईले चिने जानेका मान्छेहरू प्रशस्त छन् भने त कसै न कसैले तपाईलाई भन्छुन गरेर काममा लगाइदिन सक्नुहुन्छ। त्यसैले तपाईको लागि चाहिँ सहज हुन्छ। तर मैले भनेको जस्तै फेरि पनि भन्छु, यदि तपाईको कोही पनि कनेक्सनमा मान्छेहरू छैनन् र तपाईको कुनै स्किल पनि छैन भने त्यस्तो बेलामा तपाईलाई धेरै गाह्रो हुन सक्छ। मैले देखेकी छु 1-2 वर्षसम्म यहीँ बसेर पनि कति मान्छेहरूले छान्नुहुन्छ क्या, म यो काम गर्छु, यो काम गर्दिन। उहाँहरू चाहिँ अहिलेसम्म पनि बेरोजगारै बस्नु भएको छ। कहिले काम पाउँदा गर्नुहुन्छ, नपाउँदा गर्नुहुन्न। त्यस्तो अवस्था पनि हुन सक्छ। हाम्रै कुरा बताउँछु म र मेरो श्रीमान पनि 40 वर्षकै उमेरमा आएका हौँ। सुरुमा गाह्रो भयो मेरो श्रीमानको लागि। उहाँ अहिले ड्राइभिङ गर्नुहुन्छ, उहाँको लागि राम्रो छ। तर पहिला त लाइसेन्स थिएन, त्यसैले उहाँको लागि धेरै गाह्रो भयो। तर उहाँको माइन्ड मेकअप चाहिँ के थियो भने म जे काम पनि गर्न तयार छु भन्नुहुन्थ्यो र गर्नु पनि भयो। अनि अहिले आएर उहाँको आफ्नै काम मिलेको छ र मलाई चाहिँ सुरु नैदेखि टिचिङ काम मिलेको हो, किनकि मैले नेपालमा पनि टिचिङ नै गरेकी हुँ। हजुर मिल्छ, तर तपाईलाई मेन पावरले जसरी राम्रो काम मिल्छ, सजिलै मिल्छ भनेको हुन्छ नि, त्यस्तो खालको राम्रो सजिलो काम नपर्न पनि सक्छ। त्यो चाहिँ बुझ्नुपर्छ तपाईले।